ओके गाइज यो भिडियोमा चाहिँ हामी हाइपरबोलिक फंक्सनहरुको डेरिभेटिभ हेर्न गइरहेका छौं है त। त्यो हेर्नुभन्दा अगाडि हामीलाई चाहिँ के थाहा हुनुपर्छ भन्दा ट्रिगोनोमेट्रिक फंक्सनको डेरिभेटिभ यो बस सम्झिने तरिका है त। यो कन्फ्युजन भइरहेको हुन्छ, त्यही भएर यो सम्झिने तरिका मात्रै। सुरुमा ट्रिगोनोमेट्रिक फंक्सन हेरौँ अनि त्यसैलाई कम्पेयर गर्दै एकदमै इजी छ है त, एकदमै सजिलो छ। पहिला ट्रिगोनोमेट्रिकको हेरौँ है त। यहाँ अड्दैन होला, म यतिकै लेख्छु। सो dy by dx sin x यसको के हुन्छ, पहिला म फंक्सनहरु सबै लेख्छु। सो cos x d by dx tan x d by dx sec x d by dx cosec x अनि खेर d by dx के रह्यो cot x बाँकी रह्यो हैन। सो cot x ल अब लेख्दै जाउँ। sin x को के हुन्छ cos x है, ट्रिगोनोमेट्रिक cos x को के हुन्छ माइनस sin x, tan x को के हुन्छ sec स्क्वायर x, sec x को के हुन्छ sec x into tan x, cosec x को के हुन्छ माइनस cosec x into cot x र cot x को के हुन्छ माइनस cosec स्क्वायर x। यो चाहिँ याद हुनु पर्यो। यो त 11 क्लासमा पनि पढेको हो है, 11 क्लासमा पढेको। यो त 11 को कुरा त्यो त 11 मै याद गर्नु पर्छ। यो त यादै हुनु पर्यो। यसमा अब चाहिँ हाइपरबोलिक तिर जाने। सो d by dx sin hx d by dx cos hx d by dx tan hx d by dx sec hx हैन। फेरि d by dx cosec hx अनि लास्टमा d by dx cot hx। ल यो सबैको के गर्नु पर्यो, अब डेरिभेटिभ निकाल्नु पर्यो हैन। सबैको डेरिभेटिभ निकाल्नु पर्यो हैन। यो सबै सेम हो, म भन्दै छु यो सबै सेम हो, सबै सेम हो। cos x को ठाउँमा cos hx, sin x को ठाउँमा sin hx हैन। त्यस्तै sec स्क्वायर x को ठाउँमा sec h स्क्वायर x, त्यस्तै sec hx को ठाउँमा sec hx into tan hx हैन। अनि यसको ठाउँमा माइनस हैन cosec hx into cot hx अनि cot को ठाउँमा cosec h स्क्वायर x है। यो सबै सेम हो, तर अब नेगेटिभ साइन कहाँ आउँछ त्यो कुरा मेन कुरा त्यही हो है। यो सबै सेम हो, नेगेटिभ कहाँ आउँछ भने यहाँ के छ यसमा यो ट्रिगोनोमेट्रिकमा c फंक्सनको डेरिभेटिभ के छ नेगेटिभ छ। जस्तै c फंक्सनको डेरिभेटिभ नेगेटिभ, c फंक्सनको डेरिभेटिभ नेगेटिभ, c फंक्सनको डेरिभेटिभ नेगेटिभ, अरु सबै पोजिटिभ। अनि c फंक्सनको नेगेटिभ छ नि यसमा है, यसमा c फंक्सनको नेगेटिभ छ। अब यता चाहिँ के हुन्छ, यता रेसिप्रोकल फंक्सनको चाहिँ नेगेटिभ हुन्छ। रेसिप्रोकल फंक्सन भनेको sec cosec र cot, यो sin cos र tan रेसिप्रोकल हो त होइन नि त। रेसिप्रोकल फंक्सन भनेको जस्तो sin लाई रेसिप्रोकल गर्यो भने के हुन्छ cosec हुन्छ नि त। त्यही भएर यो cosec sec र cot को डेरिभेटिभ नेगेटिभ, बस सक्यो त। सो माइनस अनि के रहेछ ट्रिगोनोमेट्रिकमा c फंक्सनको नेगेटिभ, हाइपरबोलिकमा रेसिप्रोकल फंक्सनको नेगेटिभ, सक्यो। अब डेरिभेटिभ अफ इन्भर्स हाइपरबोलिक फंक्सनको पनि डेरिभेटिभ हेरिहालौँ है। अब यसलाई भनेको यो थाहा पाउनको लागि, यो पत्ता लगाउनको लागि हामीले केही कुराहरु याद गर्छौं। सो यसको लागि केही कुरा भन्दा नि एउटा कुरा याद भयो भने पुग्छ है। cos h स्क्वायर x माइनस sin h स्क्वायर x इज इक्वल्स टु 1 हुन्छ। यो हुन्छ। अब यसलाई दुईपटि नै cos ले डिभाइड गरिदिने हो भने 1 माइनस tan h स्क्वायर x इज इक्वल्स टु sec h स्क्वायर x हुन्छ। यसलाई अलिकति थोरै यसलाई मिलाउने हो भने sec h स्क्वायर x प्लस tan h स्क्वायर x इज इक्वल्स टु 1 हुन्छ। यसलाई म यहाँ लेख्छु। सो sec h स्क्वायर x प्लस tan h स्क्वायर x इज इक्वल्स टु 1 हुन्छ। अनि फेरि यसैलाई sin ले डिभाइड गरिदिने हो भने cos बाइ sin भनेको cot h स्क्वायर x माइनस 1 इज इक्वल्स टु के हुने भयो cosec h स्क्वायर x। अब यसलाई यतापट्टि ल्याउने हो भने cot के हुने भयो cot h स्क्वायर x माइनस cosec h स्क्वायर x इज इक्वल्स टु 1 है। यो पनि म यहाँ लेख्दिन्छु। सो cot h स्क्वायर x माइनस cosec h स्क्वायर x इज इक्वल्स टु 1। जम्मा थाहा हुनुपर्ने कुरा भनेको एउटा हो, यसलाई एकचोटी cos h स्क्वायर x ले डिभाइड गर्ने, अर्कोचोटी sin h स्क्वायर x ले डिभाइड गर्ने, त्योलाई डिभाइड गरेर अरु दुईटा निकाल्दिनु। अब यिनीहरुलाई युज गरेर हामीले निकाल्ने है त। सो नम्बर 1 मा हेरौं d by dx sin हाइपरबोलिक इन्भर्स x। ल यसको डेरिभेटिभ हेरौं। यसलाई निकाल्नलाई के गर्ने लेट सबैभन्दा सुरुमै अब सुरुमा चाहिँ मजाले नै गरौँ, पछि चाहिँ हामीले ड्याम्मै हान्दिदा नि भयो है। अब के लिने यता sin hy इज इक्वल्स टु x हुने भयो हैन। यो त इन्भर्स र यो sin h र काटिने हो नि त। अनि त्यसपछि के हुने भयो, अब यसलाई डेरिभेटिभ गर्दिने।
सो यो भनेको d sin hy by dy into dy by dx चेन रुल लाउनु पर्यो अनि dx by dx 1 भनेको सो dy by dx चाहिएको हामीलाई dy by dx भनेको के हो 1 by अनि अघि भर्खर पढेको sin hy को डेरिभेटिभ cos hy सो dy by dx चाहिएको नि त हामीले सो 1 by अब cos hy ले sin को टर्ममा लेख्दिनु भनेको cos भनेको यहाँबाट के लेख्नु cos h स्क्वायर x is equals to 1 plus sin h square x so cos h भनेको रुट अन्डर 1 plus sin h square x तर यहाँ x को साथ के छ y छ के फरक पर्छ हैन एंगलै त हो नि सो 1 plus sin h square y लेख्नु पर्यो सो 1 by रुट अन्डर 1 plus अनि फेरि sin h y भनेको के हो यहाँ sin h y भनेको x सो x स्क्वायर सो dy by dx भनेको के रहेछ 1 by 1 plus x स्क्वायर 1 by रुट अन्डर 1 plus x स्क्वायर यसरी गर्ने है सबैको यसरी गर्ने तर अब हरेक चोटी यस्तो गर्न त लेन्थी हुन्छ त्यो अब के गर्दिने त भन्दाखेरि एकचोटी लेट गरेको गर्दिने अनि dy by dx is equals to 1 by डाइरेक्टली यसको डेरिभेटिभ के हुन्छ त्यो लेख्दिनु जस्तो अर्को एक्जाम्पल हेरौं 2 नम्बरमा cos h inverse x by dx है त अब यसको के हुन्छ यसको लागि के गर्ने सुरुमा लेट गरे जस्तो गर्दिने is equals to y हैन अनि फेरि cos hy is equals to x अब dy by dx के दिन्छ अरे 1 by cos को डेरिभेटिभ sin hy अब sin ले के लिन सकिन्छ यहाँबाट रुट अन्डर cos h स्क्वायर y minus 1 लिन सकिन्छ सो 1 by रुट अन्डर x स्क्वायर minus 1 बस सक्यो त हैन सो यो भने के हुनु 1 by रुट अन्डर x स्क्वायर minus 1 यति गरेपछि आइगयो के त्यस्तै गरी tan को पनि निकाल्नु सो थर्ड नम्बरमा tan d by dx tan h इन्भर्स x सो tan h इन्भर्स यसको त इजी छ 1 by 1 minus x स्क्वायर है त्यही पनि निकाल्दियो सो निकाल्नको लागि भनेको के गर्ने त भन्दाखेरि त्यही गर्ने है सो tan h इन्भर्स x is equals to y tan hy is equals to x सो dy by dx भनेको 1 by sec h स्क्वायर y हुने भयो y यहाँ दिएको थियो त्यही y किन यसको डेरिभेटिभ भएर तल भएको यो खासमा कस्तो भएको भन्दा नि d tan hy by dy into dy by dx is equals to 1 भने dy by dx भनेको 1 by tan hy d by dy हैन अनि यसको डेरिभेटिभ के हुन्छ त sec h स्क्वायर y हुँदैन त्यो यो यत्रो लम्ब्याउनु भन्दा हामीले जति सक्दो छिटो फर्मुला चाहियो नि त त्यो लम्ब्याउनु भन्दा डाइरेक्टली गर्दिएको है त सो अब यहाँबाट sec h स्क्वायर x के लेख्नु रुट अन्डर tan ले तपाईं लगिदिनु भने 1 minus tan h स्क्वायर y सो 1 by रुट अन्डर 1 minus tan h y भनेको x स्क्वायर सो रुट अन्डर हुँदैन कहाँ रुट अन्डर हुन्छ त रुट अन्डर हुँदैन स्क्वायर छ सो 1 minus tan h स्क्वायर y सो 1 minus x स्क्वायर यसरी गर्ने है त सो अरु पनि म गरेर देखाउँछु 4 नम्बरमा d by dx cos x इन्भर्स x है त ल यसको गरौँ यसको गर्नको लागि फेरि त्यही गर्ने हो cosec h इन्भर्स लाई y गर्दिने dy by dx भनेको cosec h y को डेरिभेटिभ cosec h y को डेरिभेटिभ अघि भर्खर हामीले सिकेको छ के हुन्छ भनेको छ माइनस cosec h y into cot h y है अब cosec h y ले त हामीले अब यहाँबाट माइनस 1 by x लिन सकिहालिन्छ अनि cot h y ले के लेख्दिने cot h y ले के लेख्दिने रुट अन्डर 1 plus cosec h स्क्वायर y यसरी लेख्दिने सो माइनस 1 by x रुट अन्डर 1 plus x स्क्वायर के हुने यसको माइनस 1 by x रुट अन्डर 1 plus x स्क्वायर फेरि अर्को 5 नम्बरमा d by dx अब के गर्दिने ल sec h इन्भर्स x को पनि गर्दिनु त्यही गर्ने sec h इन्भर्स x लाई y रेट गर्दिने सो sec h y is equals to x है dy by dx भनेको 1 by sec h y into tan h y तर यहाँ के आउँछ नेगेटिभ आउँछ किन यो के हो रेसिप्रोकल फंक्सन हो है नेगेटिभ आउनेको सो 1 by अब यहाँ sec h y ले के ले सकियो -1 by x अनि फेरि tan h यो tan लाई यहाँबाट हेर्ने के यहाँबाट भने रुट अन्डर 1 minus sec h स्क्वायर y भने रुट अन्डर 1 minus sec h स्क्वायर y सो -1 by x रुट अन्डर 1 minus sec h y भनेको फेरि के हो x
एक्स स्क्वायर के हो -1 बाई एक्स रुट अन्डर 1 माइनस एक्स स्क्वायर। 6 नम्बरमा डी बाई डीएक्स अब के भयो कस भयो यो भयो अब कट बाँकी हैन कट एच इन्भर्स एक्स यसलाई पनि सेम तरिकाले निकाल्दिने ल कट एच इन्भर्स एक्स इज इक्वल्स टु y कट एच y इज इक्वल्स टु x dy बाई dx भनेको 1 बाई माइनस कट को के भनेको cosec h स्क्वायर y है। अब यसलाई यहाँबाट हेर्ने cosec h स्क्वायर y भनेको cot h स्क्वायर x माइनस 1 भनेपछि यसलाई के लेख्न सकिन्छ 1 बाई 1 माइनस cot h स्क्वायर x 1 बाई 1 माइनस cot h स्क्वायर y चाहिँ हुन्छ नि कहाँ x आउँछ र y को y नै आउँछ। सो 1 बाई 1 माइनस cot h स्क्वायर y भयो अनि cot h y भनेको x छ भनेपछि 1 बाई 1 माइनस x स्क्वायर यहाँनिर माइनस कमन तान्यो भने -1 बाई x स्क्वायर माइनस 1 पनि सक्यो है। भनेपछि के हुने रहेछ -1 बाई x स्क्वायर माइनस 1 एकदमै सिम्पल तरिका। यसरी हामीले के गर्न सकिन्छ त भन्दाखेरि डेरिभेटिभ अफ इन्भर्स हाइपरबोलिक एन्ड हाइपरबोलिक फंक्सन जुन याद गर्नको लागि यो दिमाग ताति राख्नु हुन्छ। हुन त यो क्वेशन सल्भ गर्दा गर्दै याद त हुन्छ नै तर सुरुमा चाहिँ हामी यसरी गर्यौं भने हामीलाई एकदमै धेरै सजिलो हुन्छ फ्रस्ट्रेसन कम्ती हुन्छ है त। ओके ल आजको लागि चाहिँ यति नै।